सञ्चालन भइसकेको छ। यहाँहरू छिटोभन्दा छिटो यस मञ्चमा भइरहेको खेल हेर्नका लागि आइदिनु होला। निकै नै प्रतिस्पर्धात्मक रूपले खेल अगाडि बढिरहेको छ। यस खेलमा हुन सक्ने विभिन्न खेलाडी मित्रहरूलाई हुन सक्ने विभिन्न शारीरिक जोखिमलाई मध्यनजर गर्दै कुसुमा हस्पिटल प्रणालीले हामीलाई प्राथमिक उपचारको व्यवस्था गरिदिनु भएको छ। हामी उहाँहरूले हार्दिक सम्मान व्यक्त गर्दछौँ। हाम्रो अफिसियल डेस्कको साइडमा उहाँहरू बसेर हामीलाई सहयोग गर्नुभएको छ। त्यस्तै गरी पुरुष भलिबल प्रतियोगिताको पुरस्कार स्वरूप 50,000 प्रदान सहयोग गर्नुहुने रामप्रसाद जोशीज्यू हाम्रो मञ्चमा बसेर खेल हेरिराख्नु भएको छ। हामी उहाँलाई पनि सम्मान व्यक्त गर्छौँ। खेल यतिखेर बिनामारेको अङ्क बिनामारे फेन्सी स्टोर 13 अङ्क, त्यस्तै गरी खानी गाउँ बीका खेलाडी मित्रहरूको 6 अङ्क 13 छ। यसपछि पोखरा र तरुण दलका खेलाडी मित्रहरू तपाईहरू पनि तयारी अवस्थामा रहिदिनु होला। भलिबल खेलहरू समाप्ति लगत्तै विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता रहने भएकोले सबैजना विद्यालयका नृत्य प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थी भाइ बहिनीहरू तपाईहरू पनि महोत्सव स्तरमा प्रवेश गरिदिनु होला। यति बेला खेलतर्फ यहाँहरूको ध्यान आकर्षण गराउन चाहन्छु। बिनामारेका खेलाडी मित्रहरू बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 14 अङ्क पुगेको छ र खानी गाउँ बी 8 14 8। यस खुल्ला पुरुष भलिबल प्रतियोगितामा तृतीय पुरस्कार सौजन्य गर्ने प्रोप्राइटर कालीगंगा निर्माण सेवाका प्रोप्राइटर भीम प्रसाद श्रेष्ठज्यू, जसले हामीलाई 30,000 बराबरको अफिसियल ड्रेस उपलब्ध गराइदिनु भएको छ। उहाँ वरिपरि रहनु भएको छ भने मञ्चमा गएर आसन ग्रहण गरी खेल हेरिदिनु होला। त्यस्तै गरी पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आदरणीय मीन प्रसाद श्रेष्ठज्यूलाई अगाडि गएर मञ्चमा गई अतिथि सिट आसन ग्रहण सँगसँगै खेल हेरिदिनु हुने हार्दिक अनुरोध गर्दछु। र यस खेलको लागि उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गर्नुहुने अङ्कुमारी पुन्ज्यू पनि वरिपरि रहनु भएको छ भने मञ्चमा अतिथि आसन ग्रहण सँगसँगै त्यहाँबाट खेल हेरिदिनु हुने हार्दिक अनुरोध गर्छु। त्यस्तै गरी 57 पुरस्कार स्वरूप रु 20,000 पुरस्कार सौजन्य गर्ने गोविन्द भुषालज्यूलाई पनि यदि यहाँ रहनु भएको छ भने मञ्चमा गई आसन ग्रहण गरिदिनु हुने हार्दिक अनुरोध गर्दछु र खेलतर्फ यहाँहरूको ध्यान आकर्षण गराउन चाहन्छु। यतिखेर खानी गाउँ बीका खेलाडी मित्रहरूको 9 अङ्क पुगेको छ र 18 अङ्क पुगेको छ बिनामारे फेन्सी स्टोरको। दस अङ्क खानी गाउँ बी
18 अङ्क बिनामारे फेन्सी स्टोर्स। 19 अङ्क प्राप्त भएको छ बिनामारे फेन्सी स्टोरलाई। 10 अङ्क खानी गाउँ। यसपछि यो खेल सिद्धिन लगत्तै तरुण दल र पोखरा भलिबल ट्रेनिङ सेन्टरको बिचमा हुँदैछ। त्यसैले सम्बन्धित टिमका टिम मेम्बरज्यूहरू यहाँहरू पनि तयारी अवस्थामा रहिदिनु होला। खेल निकै नै रोचक ढङ्गले अगाडि बढिरहेको छ। 12 अङ्क प्राप्त भएको छ खानी गाउँ बीलाई र 20 अङ्क प्राप्त भएको छ बिनामारे फेन्सी स्टोर्सलाई। अनि यतिखेर फेरि 21 अङ्क प्राप्त भएको छ बिनामारे फेन्सी स्टोर्स र 12 अङ्क खानी गाउँ बी। 21-12। निकै नै रोचक ढङ्गले खेल अगाडि बढिरहेको छ। त्यसैले दर्शक महानुभावहरू स्थल मौसम स्थानभन्दा बाहिर हुनुहुन्छ भने टिकट काटेर कृपया गरी यो खेल हेर्नका लागि, रोचक खेल हेर्नका लागि भित्र प्रवेश गरिदिनु होला। यस बिचमा रत्तौली नृत्य प्रतियोगिताको दोस्रो पुरस्कार सौजन्यकर्ता नेपाल मगर भूपू सैनिक, भूतपूर्व सैनिक तथा प्रहरी संघका अध्यक्ष तथा वैशाली कृषि सहकारी संस्थाका वर्तमान अध्यक्ष गुमबहादुर पुन्ज्यूलाई हामी देख्न सक्छौँ। उहाँलाई पनि मञ्चमा गएर आसन ग्रहण सँगसँगै खेल हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खेल निकै नै रोचक ढङ्गले अगाडि बढिरहेको छ। बिनामारे कृष्ण फेन्सी स्टोर बिनामारेका खेलाडी मित्रहरूको अङ्क 21 छ, 16 अङ्क छ। बिनामारे कृष्ण फेन्सी स्टोर 22, खानी गाउँ 16, 22-16। बिनामारे कृषि फेन्सी स्टोरले फेरि पनि 23, खानी गाउँ बी 16, 23-16। खानी गाउँ बीका खेलाडी मित्रहरूले पनि 17 पुर्याउन सफल हुनु भएको छ। त्यस्तै गरी बिनामारे कृष्ण फेन्सी स्टोर 23, 17-23। 18 अङ्क प्राप्त भएको छ यतिखेर खानी गाउँ बीलाई। बिनामारे 23। Kiran.
खटिराख्नु भएको छ सबैजना साथीहरूलाई हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। दोस्रो सेटको खेल फेरि पनि सुरु हुन गइरहेको छ। हामी देख्न सक्छौँ अगाडि दोस्रो सेटको लागि खेलाडी मित्रहरू फेरि पनि आफ्नो खेलमा जुटिसक्नु भएको छ। खानी गाउँ बीका खेलाडी मित्रहरूले पहिलो अङ्क प्राप्त गर्नुभएको छ। एक पहेँलो कलरको जर्सीमा खानी गाउँ, नीलो कलरको जर्सीमा बिना मारे। बिना मारे कृष्ण फेन्सी स्टोरले पनि आफ्नो अङ्क तालिका खोल्न सफल हुनुभएको छ। 1 खानी गाउँ बी 1-1 इक्वल। निकै नै रोचक खेल यहाँहरूको माझ भइरहेको छ। त्यसैले दर्शक महानुभावहरू, खेल प्रेमी दर्शक महानुभावहरू महोत्सव स्थलमा प्रवेश गरिदिनु होला। बिना मारे फेन्सी स्टोर 3 खानी गाउँ बी 2-3-2। बिना मारे 4 खानी गाउँ 2। खानी गाउँ बीका खेलाडी मित्रहरूले पनि 3 अङ्क पुर्याउन सफल हुनुभयो। बिना मारे 4-3-4। बिना मारे फेन्सी स्टोर 5 खानी गाउँ बी 3-5-3। हाम्रो भलिबल कोर्टमा सञ्चालन भइरहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्नका लागि शेरबहादुर पुन्ज्यूको संयोजकत्वमा पुरै टोली खटिरहेको छ। हामी सम्पूर्ण टिमलाई पुन युवा क्लबको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र यसबीचमा खेल निकै नै रोचक ढङ्गले अगाडि बढिरहेको छ।
बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 7 र खानी गाउँ बीका खेलाडी मित्रहरूको 7 हो। यसपछिको खेल पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दलको बीचमा हुँदैछ। त्यसैले सबै खेलप्रेमी दर्शक महानुभावहरू यस खेल हेर्नका लागि छिटोभन्दा छिटो महोत्सव पिस्टलमा प्रवेश गरिदिनु होला। खानी गाउँ बी 5 बिनामारे फेन्सी स्टोर 8 आज बेलुका नेसन कुनको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यसैले सबैजना उपस्थित महानुभावज्यूहरूलाई तपाईहरूको साथसाथमा इष्टमित्र सबैजनालाई आज बेलुका हुन गइरहेको नेसन कुनको विशेष सांगीतिक प्रस्तुतिको लागि हेर्नका लागि रमाइलो गर्नका लागि आइदिनु होला। निम्तो छ खेल निकै नै रोचक ढङ्गले अगाडि बढिरहेको छ। बिनामारे फेन्सी स्टोर्सका खेलाडी मित्रहरू हामीलाई राखिदिनु भएको छ। त्यस्तै गरी रु 30,000 बराबरको भलिबल खेल सञ्चालन गर्नका लागि अफिसियल ट्र्याक सौजन्य गर्नुभएको छ कुष्मा नगरपालिका 5 स्थित कालीगङ्गा निर्माण सेवाको प्रोप्राइटर भीम प्रसाद श्रेष्ठज्यूले। त्यस्तै गरी भलिबल पुरस्कारको तृतीय पुरस्कार सौजन्य गर्नुभएको छ परिवर्तन कृषि सहकारी संस्था लिमिटेड कुष्मा नगरपालिका 5 का अध्यक्षज्यू रामप्रसाद जोशीज्यूबाट उहाँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। खेलतर्फ यहाँहरूको ध्यान आकर्षण गराउन चाहन्छु। बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 11 अङ्क प्राप्त भएको छ। खानी गाउँ बीका खेलाडी मित्रहरूको खेल निकै नै रोचक ढङ्गले अगाडि बढिरहेको छ। यसबीचमा यस ऐतिहासिक दोस्रो राष्ट्रिय मगर महोत्सव 2077 मा सञ्चालन गरिने भजन गीत प्रतियोगिताको प्रथम पुरस्कार 25,000 आदरणीय युवा समाजसेवी गौरव दास बैरागीले हामीलाई सौजन्य गर्नुभएको छ। त्यस्तै गरी रत्तेौली गीतको दोस्रो पुरस्कार कुष्मा नगरपालिका 6 निवासी वैशाली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमबहादुर पुन्ज्यूले 18,000 बराबरको पुरस्कार सौजन्य गर्नुभएको छ। त्यस्तै गरी पातीचौर स्थित कुन मगर समाजका अध्यक्ष दधिराम तिलिजाज्यूबाट हामीलाई 15,555। त्यस्तै गरी श्याम जोशी कुष्मा नगरपालिका अर्मादी निवासी हुनुहुन्छ उहाँबाट 15,500 आर्थिक सहयोग प्राप्त भएको छ। त्यस्तै गरी कुष्मा नगरपालिका 5 निवासी पर्वत उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मिन प्रसाद श्रेष्ठज्यूबाट हामीलाई यस भर्खरै भइरहेको पुरुष भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडीहरूको पुरस्कार स्वरूप 15,000 बराबरको सहयोग गर्नुभएको छ पुरस्कार सहयोग। त्यस्तै गरी कुष्मा नगरपालिका 5 स्थित M24 रेस्टुरेन्टका प्रोप्राइटर अमन पुन्जुबाट हामीलाई 15,000 सहयोग गर्नुभएको छ। फेरि पनि यहाँहरूको ख्यालतर्फ ध्यान आकर्षण गर्न चाहन्छु। खानी गाउँ बीका खेलाडी मित्रहरूको अङ्क 9, बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको अङ्क 13, 9, 13। बिनामारे फेन्सी स्टोर 14, 9 खानी गाउँ बी। खेल निकै नै रोचक ढङ्गले अगाडि बढिरहेको छ। यसपछिको खेल पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दलको बिचमा हुने भएकोले सबैजना खेलाडी मित्रहरू यहाँहरू पनि तयारीमा रहिदिनु होला। यस बीचमा ऐतिहासिक दोस्रो राष्ट्रिय मगर महोत्सव 2077 को सफलताका लागि थुप्रैजना सहयोगीहरूले हामीलाई सहयोग गर्नुभएको छ। गाह्रो नमान्नु होला। खेल भइरहेको हामीले सबैको नाम एकैचोटि भन्न सकिरहेको छैनौँ। हामीले किस्तामा सबैको नाम हामी उद्घोष गर्नेछौँ। धेरैजना सहयोगीहरू हुनुहुन्छ। हामी उहाँहरू सबैजना सहयोगीहरूलाई हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। खेलतर्फ ध्यान दिँदा यतिखेर 15 अङ्क प्राप्त भएको छ बिनामारेलाई।
खानी गाउँ 11 12 अङ्क प्राप्त भएको छ खानी गाउँ विका खेलाडी मित्रहरूलाई भने बिनामारे फेन्सी स्टोर 15 12 15 16 अङ्क प्राप्त भएको छ बिनामारे कृष्ण फेन्सी स्टोरलाई भने खानी गाउँ बी 12 खानी गाउँ बीका खेलाडी मित्रहरूले पनि 13 अङ्क प्राप्त गर्नुभएको छ बिनामारे कृष्ण फेन्सी स्टोर 17 त्यस्तै गरी ऐतिहासिक दोस्रो राष्ट्रिय मगर महोत्सव 2077 लाई सफल पार्नका लागि शुभकामना सहित धौलागिरी गण्डकी यातायात प्रणाली कुस्माले हामीलाई 15,000 सहयोग गर्नुभएको छ। त्यस्तै गरी युवा नेता प्रदीप लामिछानेज्यूबाट हामीलाई प्रदीप तिमिल सिन्हाज्यूबाट हामीलाई 12,000 सौर भजनको तेस्रो पुरस्कार सौजन्य गर्नुभएको छ। त्यस्तै गरी वेस्ट मङ्गोलियन कन्स्ट्रक्सन प्रणालीका प्रोप्राइटर विजय पुन्ज्यू हुनुहुन्छ जो जलजला 8 लस्तीमा अवस्थित छ, उहाँले 10,000 सहयोग गर्नुभएको छ। त्यस्तै गरी मोदी गाउँपालिका 4 निवासी हाल कुस्मा निवासी हुनुहुन्छ सल्लाहकार तथा वैशाली कृषि सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष गणेश पुन मगरज्यूबाट हामीलाई 10,000 प्राप्त भएको छ। त्यस्तै गरी कुस्मा यातायात प्रणाली कुस्मा बजारबाट हामीलाई 10,000 प्राप्त भएको छ। त्यस्तै गरी पुन मेटल उद्योगका प्रोप्राइटर सङ्गम पुन्ज्यूबाट हामीलाई 5,000। त्यस्तै गरी शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाबाट 5,000। बिनामारे कृष्ण फेन्सी स्टोरका खेलाडी मित्रहरूको 21 अङ्क र खानी गाउँ बीका खेलाडी मित्रहरूको 16 21 16। खानी गाउँ माफ गर्नुहोला बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 22, खानी गाउँ बीका खेलाडी मित्रहरूको 17 22 17। त्यसपछि पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दलका खेलाडी मित्रहरू तयारी भएर बसिदिनु होला। 23 बिनामारे खानी गाउँ 17। यतिखेर 24 अङ्क प्राप्त भएको छ बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूलाई, 17 अङ्क खानी गाउँ बीका खेलाडी मित्रहरूको। Uh, 18 अङ्क प्राप्त भएको छ खानी गाउँ बीका खेलाडी मित्रहरूलाई र 24 छ बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरू।
यो दोस्रो सेटको खेल 18 अङ्कको विरुद्ध 25 अङ्क प्राप्त दिन लगत्तै पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दलका खेलाडी मित्रहरू तपाईहरू पनि तयारी अवस्थामा रहिदिनु होला र दर्शक महानुभावहरू खेल हेर्नका लागि भित्र प्रवेश गरिदिनु होला। यस बीचमा आसन ग्रहण सहित सहयोग रकम चाहिँ हामीलाई प्रदान गर्ने कार्यक्रमलाई म जोड्न चाहन्छु। कुस्मा यातायात प्रणाली कुस्माका अध्यक्ष श्री सागर गिरिज्यू मञ्चमा जाँदै हुनुहुन्छ, उहाँलाई मञ्चमा गएर आसन ग्रहणको लागि अनुरोध गर्छु। त्यस्तै गरी सँगसँगै कुस्मा यातायात प्रणालीका सदस्य मिन बहादुर पुन्ज्यूलाई पनि मञ्चमा गइदिनु हुन अनुरोध गर्छु आसन ग्रहणको लागि। सँगसँगै उहाँहरूले रु 10,000 आर्थिक सहयोग प्रदान गर्दै हुनुहुन्छ र आर्थिक सहयोग ग्रहण गरिदिनु हुनका लागि हाम्रो यस पुन युवा क्लबका अध्यक्ष कृष्ण पुन मगरज्यूलाई हार्दिक अनुरोध गर्छु र सहयोग रकम प्रदान गरिदिनु हुनका लागि अध्यक्ष सागर गिरिज्यूलाई हार्दिक अनुरोध गर्दछु। सागर गिरिज्यूले आफ्नो कम्पनीको तर्फबाट रु 10,000 बराबरको सहयोग प्रदान गर्दै हुनुहुन्छ, चेक प्रदान गर्दै हुनुहुन्छ। म सबैजनालाई जोरदार तालीले सम्मान व्यक्त गरिदिनु हुन अनुरोध गर्छु र यहाँहरूको ध्यान फेरि पनि खेलतर्फ आकर्षण गर्न चाहन्छु। यति बेला खानी गाउँ बीका खेलाडी मित्रहरूको अङ्क 2, त्यस्तै गरी बिनामारे कृष्ण स्टोर फेन्सी स्टोरका खेलाडी मित्रहरूको 3 अङ्क 2, 3 र सहयोग गर्नुहुने कुस्मा यातायात प्रणालीलाई हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। यहाँहरूको यातायात प्रणालीको उत्तरोत्तर प्रगतिको पनि शुभकामना व्यक्त गर्दछौँ र यतिखेर बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 4 अङ्क, 3 अङ्क खानी गाउँ बीका खेलाडी मित्रहरूको। मञ्चमा सहयोग रकम प्रदान गरिसक्नु भएको छ, सबैलाई धन्यवाद। अब खेलतर्फ ध्यान दिने हो भने यतिखेर बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 5, बिनामारे चरी खानी गाउँ बी 3-5-3 निकै नै रोचक ढङ्गले खेल अगाडि बढिरहेको छ। इक्वल। यसपछि हुने खेल पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दलका खेलाडी मित्रहरू तयारी अवस्थामा रहिदिनु होला। सिक्स इक्वल फेरि पनि निकै नै बराबरी रूपमा खेल अगाडि बढिरहेको छ रोचक ढङ्गले।
बिनामारे कृषि फेन्सी स्टोर 8 खानी गाउँ 6 फेरि पनि बिनामारे फेन्सी स्टोरका खेलाडी मित्रहरूको 9 खानी गाउँ बीका खेलाडी मित्र पनि यहाँहरूको बिचको यो भलिबल खेललाई यहाँहरूको माझ यतिखेर अङ्क तालिका बिनामारे 9 खानी गाउँ बी 6 9 6 अत्यन्तै राम्रो शट प्रहार गर्दै यतिखेर 7 अङ्क प्राप्त भएको छ खानी गाउँ बीका खेलाडी मित्रहरूलाई 10 अङ्क प्राप्त भएको छ बिनामारेलाई बिनामारे फेन्सी स्टोर 11 खानी गाउँ बी 7 11 7 8 खानी गाउँ बी 11 बिनामारे आदरणीय दर्शक महानुभावहरू यस भलिबल भइरहेको खेल मैदान उपलब्ध गराएको छ हामीलाई जिल्ला खेलकुद विकास समिति पर्वतले हामी खेलकुद विकास समिति पर्वतलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छौँ 9 अङ्क प्राप्त भएको छ खानी गाउँ बीलाई 11 अङ्क बिनामारे फेन्सी स्टोर दस अङ्क खानी गाउँ बी पनि सुरु हुन गइरहेको छ हामी तेस्रो सेटमा रहिरहेका छौँ खानी गाउँ बी 11 12 बिनामारे फेन्सी स्टोर अत्यन्तै राम्रो शट प्रहार गर्दै यतिखेर बिनामारे
पेन्सिस्टोका खेलाडी मित्रहरूको 13 अङ्क पुगेको छ। 11 अङ्क खानी गाउँ बी। पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दलका खेलाडी मित्रहरू तपाईहरू पनि तयारी अवस्थामा रहिदिनु होला। सीधे जीतने का तीन है बिनामारे फैंसी स्कोर 17 खानी गाउँ बी 12 17-12। त्यसपछिको खेल पोखरा भलिबल ट्रेनिङ सेन्टर र तरुण दल यहाँहरू तयारी अवस्थामा रहिदिनु होला। खानी गाउँ 16 खानी गाउँ 17 बिनामारे फैंसी स्कोर 19। बिनामारे फैंसी स्टोर का खेलाडी मित्रहरूको 22 हो। खानी गाउँ 17 बिनामारे का खेलाडी मित्रहरूको 23-17 खानी गाउँ।
त त्यही रेजरले ठटाएको हुन्छ त फेरि आमा बल दिए 24 म्याच पोइन्ट्स बिना मारेका खेलाडी मित्रहरूको 17 खानी गाउँबी बिना मारेका खेलाडी मित्रहरूको 18 सरी खानी गाउँबीका खेलाडी मित्रहरूको 18 बिना मारे 24